Hello and guys, so welcome to my another video. I am finally I said this one OJT गर्न के छ हैन विपना what is this? This is a mango. So thank you so much lovely विपना आप दिएकोमा धेरै धेरै धन्यवाद अनि यता चाहिँ नवीन टक्कला हामीले चाहिँ आज हामीले यहाँ चाहिँ ओजेटी गर्न आएको छौं टक्कला र हैन बाटो अप्ठ्यारो रहेछ माथिबाट चाहिँ माथि बाइक राखेर चाहिँ हामी तल आइसकेछौं अटक्क चाहिँ हामीले चाहिँ उदेरी चाहिँ सोलिङ उदेरी छ हैन टक्क हामीले चाहिँ अब सोलिङको लागि चाहिँ के कस्तो गर्छन् यहाँ काम हामीले चाहिँ हेर्नु पर्ने हुन्छ उता पालिकाबाट यता बलकोट कता मथुरा है कता कता आइयो भित्र गल्ली छिरेर हैन अनि टक्क हाम्रो केटाहरु पछाडी हुन्छ अनि म यहाँ छु अनि माथि चाहिँ बाटो बन्द छ टक्क लाएर हैन दोजट छ हैन र यस्तो यस्तो हो यहाँ चाहिँ मेरो आँप छ आँप चाहिँ यताको चाहिँ पाल्ने पाइने चाहिँ आँप हैन टक्क म खान्छु म खान्छु विपना मेरो भलाइ के भन्छौ तिमीले ल अब बुझौ हेलो भन लाइक सब्स्क्राइब यता उति हुन्छ नि बुझ्यो यो कति रहेछ टमाटर हामी चाहिँ विपना यता छिन् अनि सिर्जना आइ छिन् अब हामीले हेर्यो आफूतिर नि देखाउ न म एक्लै र हामी अब यहाँ काम भइरहेछ यहाँ चाहिँ आज काम चाहिँ कस्तो हुन्छ भन्दाखेरि क्या चाहिँ 1 बजेपछि हुने जस्तो छ यहाँ काम हामी चाहिँ अब आएर हेरिदिने हो एक्लै र माथि निस्किन थालेका छौँ किनकि यहाँ खासै काम चाहिँ अहिले देखेन हैन आएर हामीले हेरिदिने मात्र हेर्यो अब यहाँ चाहिँ काम चाहिँ 1 PM बाट चाहिँ काम स्टार्ट हुने रहेछ एक्लै र हामी माथि निस्किँदैछौँ ब्याकतर्फ यहाँ छ हाम्रो जेसिबी यता छ हाम्रो मिक्सर के छ नारायण ब्रो हाम्रो त बिरो छैन मानि देखेगा गाडी गर्ने थियो तर पनि स्टार्ट बन्द भयो कम प्लिज म थपिदिन्छु ढलै कति बजे एउटा सुरु हो आउँदै उता आउने दिबाट सो अहिले चाहिँ हामी चाहिँ ठ्याक्क लाएर यो कता कता हो दादा दादा यहाँ हुनु त दादा दादा यहाँ त दादा ओ दादा यहाँ न त्यो भला घान्दिनु यो कुन ठाउँ हो दाइ हो मैले पोखरी यहाँबाट तल कता गइन्छ घुम्ने ठाउँ छ तल पठाएको छ है त्यही त हामी आज यत्तिकै घुमिदिउँ भनेर साइड हेर्न आएको यहाँ तल पछि आज चाहिँ काम नहुने रहेछ त्यही भएर चाहिँ आज यसो अब यसो तलतिर गइदिउँ कि भनेर के यहीँ हो दाइ घर कता ल हुन्छ फलक आउँछु टक्क सो गाई त्यस्तो छ होइन चलफल के ठाउँ मैली पोखरा मैली पोखरा है जाने हिँडे त यता औठार अलिक माथि मैली पोखरा आइसक्यो हामी चाहिँ होइन अब टक्क लाएर होइन हामी चाहिँ यो अर्जुनको डाँडा देख्ने रहेछ होइन साथी मात्रै हाम्रो चाहिँ अर्जुनको डाँडा हो यहाँ टावर पनि छ यो अर्जुनको डाँडा उता चाहिँ हाम्रो रेस्टुरेन्ट गएको छ क्या सायद देखि छैन यस्तो इटाभट्टी चाहिँ उहाँ छ होइन मथुराको तल यहाँ चाहिँ मौली पोखरी भन्छन् त्यहाँ चाहिँ मैले भिडियो बनाएको ट्याक्क लगाएर यस्तो छ सन्धियारको हुने नि यही डाँडा हुँदै होला होइन र यिनी पल्लो पल्लो डाँडा घुम्दै घुम्दै कता कता गइन्छ यो के भन्छन् कि अस्ति नामले रविन दाइ हामी अस्ति बलरबाट आउने बेला चाहिँ हामी पानी परेको बेला पुगामा ओत लागेको ठाउँ चाहिँ यही हो होइन अनि यहाँ चाहिँ हामीले आज काम गर्ने ठाउँ चाहिँ यहाँबाट तल हो होइन यस्तो छ यहाँ चाहिँ स्कुल छ यो चाहिँ निर्माण कार्य हुँदैछ बाटो बन्द छ भनेछ के देखेछ टक्क अब केटाहरू चाहिँ यता छन् होइन टक्क लाएर अब जान्छन् हाम्रो केटाहरूको रकेटहरू चाहिँ आगो अगाडि गइसक्यो
आरागातनी खोला चेतना ल छोड दे खोला चेप खोला चेप हामी आइसक्यो फाइनली दोरा चौबारी अनि यो हाम्रो क्रस फायरको चाहिँ नट सर्ट फुस्केछ ब्रेक लागेन यता चाहिँ हाम्रो गएर त अनि म यता छु अब चाहिँ हामी ठुला पोखरा हुँदै जुन मालिका मन्दिरतर्फ जाँदैछौँ एउटा धार्मिक स्थल पनि रहेको छ जुन मालिका मन्दिर शिवालय मन्दिर रहेको छ मालिका मन्दिरमै गएर नै भेटौँला फाइनली चाहिँ हामी मालिका मन्दिरमा आइसक्यौँ होइन अब यहाँ चाहिँ के कस्तो छ वातावरण ट्याक्क लगाएर हेरौँ है त त्यही हो अब यता छ के छ हाम्रो भलकमा के भन्न चाहन्छु अब भलकमा अब भन न भने केही शब्द भन तिमीलाई पनि ठिकै छ राम्रै छ चलिरहेको ठिक छ राम्रै हुनुपर्छ गुड हुनुपर्छ फिट एन्ड फाइन हुनुपर्छ होइन उसको पनि भलक के अरे भलकमा परवेश भलक चाहिँ मेरो फ्यानहरूले चाहिँ मेरो फेभरेट युट्युबर मेरो फ्यान फलोवर्सले चाहिँ सब्सक्राइब गरिदिनु होला अब हामी टक्कै यता जाँदैछौँ होइन अरू त मलाई खासै बोल्न आउन्न होइन त्यही हो यहाँको चाहिँ मैले एउटा प्लेस जुन मन्दिरहरू चाहिँ मैले ठाउँ देखाउँछु सो हेलो एन्ड गाइज यो चाहिँ एउटा छोटो मिठो टिटो होइन जस्तो सुकै भए पनि एउटा यो चाहिँ सानो छोटो चाहिँ एउटा भ्लग थियो होइन अनि चाहिँ हामी त मन्दिरतिर पनि घुमिसक्यौँ अहिले चाहिँ हामी घर फर्किने भनेर चाहिँ फर्किँदाखेरि अलि मात्र एउटा स्कुल रहेछ स्कुलको अगाडि चाहिँ आँपहरू रहेछ हामी चाहिँ आँपहरू टिप्दैछौँ होइन जे अब मैले चाहिँ भ्लग बनाउँछु भन्ने चाहिँ सोचेको थिएन यत्तिकै एक्कासी घुम्न गइयो होइन त्यही हो भिडियो चाहिँ हेरिदिनु भयो धेरै धेरै धन्यवाद भिडियोलाई चाहिँ लाइक सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला फेरि भेटौँला।